यो ट्राउटको त अहिले ब्लक मात्रै हेर्न पाइला। यो जुन चाहिँ ड्याम भयो नि, ड्यामको बिफोर ड्याम चाहिँ थरी थरीको माछाहरू पाउँथ्यो। त्यो ड्याम बनाएकोदेखि चाहिँ एकदमै यहाँको लोकल जस्तो मात्रै, किनभने ड्यामले गर्दाखेरि उँभो र उँधो खेल्ने माछा छैन त्यस्तो खालको। त्यो चाहिँ त अब भएको छ त्यस्तो त। अब त्यो त्यसमा पनि अब हाम्रो ट्रेडिसनल वेमा गएर हामी बिलिभमा गयो भने चाहिँ जब हामी पूजा गर्छ, जङ्गली पूजा गर्छ, शिकारको पूजाहरू, घरको पूजाहरू, क्रपको कुराहरू सबै पूजा गर्दाखेरि चाहिँ माछाहरू त्यो आउजाउ गर्ने टाइमको माछा मारेर सुकाएर ड्राई त्यो माछा राखेर पूजामा राख्छ नि। त्यो बन्दाखेरि चाहिँ हामीले समुद्रदेखि पास भएर आएको र टिसा रङ्गीतको दोभानदेखि छुटेर आएर चाहिँ ठाडो खोला स्ट्रिमहरूमा यसरी आएको चाहिँ एकदम ओरिजिनल माछाको हामी मतलब यो ड्राई अब यो गरेर चाहिँ हामी यसरी गर्दैछ भन्छ नि। अब अहिले त बन्द मात्रै राख्यो, माछा चाहिँ हिलो गरे। माछा चाहिँ तर त्यो जति पनि पहिलाको जस्तो किसिम किसिमको अब हामी पनि खोलामा खेल्थ्यो त्यसरी त्यो कत्ले माछा यता पाउँदैन। तल त्यो जुन चाहिँ चाहिँ फर्स्ट ब्रिज, सेकेन्ड, थर्ड ब्रिज भन्यो नि, थर्ड ब्रिज त्योदेखि उँभो आएर चाहिँ यो गेथाङको मुनिसम्म चाहिँ पाउँथ्यो त्यो कत्ले चाहिँ। त्यहाँबाट चाहिँ ट्रट चाहिँ यहाँसम्म, ट्रट चाहिँ उँधो हुँदैन, यता चाहिँ हुन्छ। त्यो ट्रट चाहिँ यहाँ हामीले यहाँ पाएको चाहिँ के हो भने चाहिँ मन्सीथाङ चुङथाङमा चाहिँ ट्रट पुरा थियो। कहिले कहिले त्यो यता आएर चाहिँ यो खोलामा आउने त्यसरी भेटेको।